हेलो नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल गाइज। के छ खबर, के गर्दै हुनुहुन्छ है? जे जस्तो अवस्थामा भए पनि राम्रोसँग बस्नुहोला। चिसोको मौसम छ, आफ्नो धेरैभन्दा धेरै ख्याल गर्नुहोला भन्दै आज नयाँ दिन नयाँ भ्लगको साथमा म तपाईँहरूसँग उपस्थित भइसकेको छु। र साथीहरू हिजो अस्ति जस्तै आज पनि म वनमा आइसकेको छु, तर धुवाले मेलो बाटो छैन। आज वन हिजो अस्ति सफा गरेँ अनि आज चाहिँ आगो लगाउने कार्यक्रम छ, देख्न सक्नुहुनेछ। ओहो, वनभरि पुरै धुवा हेर्नु देख्न सक्नुहुनेछ साथीहरू। वन त यति धुवा वाह कि पुरै तलबाट आगो लगाउँदै यहाँ आएको छन्। अनि यो डोको यहाँ पर्सेउला दाउरा घाँस पर्सेउला जे पाए पनि लैजाने भनेर। अनि यहाँ मेरो हँसौरी भाउजू हुनुहुन्छ यहाँ हाई गाइज भन्नुभएको छ, हँसिलो हुनुहुन्छ। तर मेरो भाउजूको हाँसो रङ्ग गर्ने भनेकै शब्द ल भन्ने बाटो हो साथीहरू। अनि आज एकदम आगो लगाउने कार्यक्रम भएको छ। उहाँ तल लगाएर आयौँ भाउजू र म, अनि यताखेरि अरू मान्छेहरूले लगाउँदै हुनुहुन्छ। नाच्नु एकदम रमाइलो हुनुहुन्छ भाउजू गाइज। धुवाले एकदम बाटो घाटो केही पनि पाइए होइन साथीहरू। रमाइलो नि एकदम रमाइलो भएको छ। आज 5 दिन भयो, आज लास्ट डे हो साथीहरू। यस गाइज, कोपिलालाई त धुवाले बस्नै दिएन क्या। धुवाले मान्छे पनि देखे छैन गाइज, हेर्नु। ओहो, यस्तो त छैन नि, बनैभरि पुरै पुटुली रुगान लाग्छ। हँसौरी भाउजू गाइज, हाम्रो भाउजूलाई कस्तो लाग्यो, हाम्रो भाउजू कस्तो लाग्यो कमेन्ट गर्नु होला है साथीहरू। तपाईँको गाउँठाउँतिर पनि के अरे वन फार्ने यसै गरी जलाउँदै हुनुहुन्छ अनि धेरै रमाइलो भयो होला है। अनि हिजो अस्ति एकदम चिसो थियो, आज फेरि घाम पनि लागेछ। अनि मेरो डोको पल्ट्याएको मैले छोएको त छैन। लो खाजा साजाले नि तल गुल्टिन्छु, यहाँ बस्दैन भने डोकोले नि डोकोले। अनि एकदम रमाइलो हौ। कसैले फेरि डोको बोक्दै डोकोभित्र के अरे खर हाल्दै हिँडेछन् आगो लगाउनको लागि। ओहो साथीहरू, धुवा पुत्तल भएको छ। यताको पाखा जति सबै लगाएर नि सकिसक्न लाग्यो। अब चाहिँ यता डाँडातिरको पालो हो। अनि यहाँ यताखेरि भाउजूले मैले लगाएर आएको हो, देख्न सक्नुहुनेछ। ओहो, आगो यसरी आगो बालेर भापेर। ओहो यस गाइज, हेर्नु त कस्तो मजाले बोले साथीहरू। ओहो ल अहिले त भाउजू पनि पुरेर देखिनु भएन। ल आहा, कति रमाइलो हो साथीहरू। हेर्नु त धुवा। ओहो, आगो बोलेको धुवा। उहाँ फेरि घाम टिलिक्क तल्केछ त्यहाँ फेरि। अनि अब चाहिँ हामी पल्लो यहाँबाट चलाउँदै माथितिर उताको माथिको डाँडामा जान्छौँ। ल साथीहरू, ल साथीहरू, उक्लिँदै गरौँ है। ल भेट भइमै ल एकदम
एकदम रमाइलो भएको छ साथीहरू। अब आगो लगाएर सकिसकेपछि खाजा खाने अनि खाजा खाइसकेपछि अनि त्यहाँ त फेरि के अरे कसैले दाउरा घाँस पर्छौला जे लानु छ लैजानुपर्ने हुन्छ गाई। यो जल्ने यहीँ चल्छ भाउजूले छोडिदिनु जम्माथि जम्मा त गर्न पर्यो नि। फाइनली साथीहरू तलबाट चलाउँदै यहाँ माथि पनि आइपुग्यो। एकदम माथि छौँ अनि यहाँ साथीहरू पनि माथि माथि आउँदै हुनुहुन्छ। अनि यहाँ शान्ति भाउजू फेरि पुरा बिन्दास पारामा हुनुहुन्छ। यहाँ आगो लाउनु भयो अनि तल छन् सबै खाइदेऊ ल भने कसैलाई त्यहाँ टिकटक बनाउँदा नि 1-1.5 घन्टा लागिसक्यो गाई चाहिँ अझै माथि उक्लिनु भएको छैन। अनि ल नाच शान्ति ल नाच सालको पातको तापरी हुनी नहुनी सल्लाहको तिम्रो माया कति छ कति नलाउ पछि हल्लाको सालको पातको तापरी हुनी नहुनी सल्लाहको तिम्रो माया कति छ कति नलाउ पछि हल्लाको एकदम रमाइलो भएछ गाई। गाउँलेको एकदम रमाइलो भयो गाई चाहिँ। अब यहाँ साथीहरू पनि माथि माथि उक्लिँदै हुनुहुन्छ। अनि कसैले फेरि डोकोमा दाउरा पनि हालिसकेछन् गाई जब भन्दा त रिसाउला न है। फेरि मेरो थामा हो कि फेरि अब केही भन्नु नि भएन है। अनि यहाँ निस्किँदै हुनुहुन्छ दिदीहरू। अब हामी माथि जाँदैछौँ गाइज देख्न सक्नुहुनेछ है। अनि एक ताल गीत पनि गयो रमाइलो पनि भयो अनि भाउजू पनि नाच्नु हो। हाम्रो भाउजूलाई हेर्दा के कस्तो लाग्यो राम्रो कमेन्ट छोडिदिनु होला एउटा। अनि अरू त के भनौँ है। अनि यहाँ कोपिलाजी हुनुहुन्छ हाई गाइज। अनि यो जलाइसकेपछि अब हामी चाहिँ खाजा खान्छौँ। अनि खाजा खाइसकेपछि अनि दाउरा पर्सौला के हुन्छ अनि लगेर हामी घरतर्फ लाग्नेछौँ गाइज। हेर्दै गर्नु होला है त साथीहरू। अब जलाइजुलै गरेर पनि सक्यो देख्न सक्नुहुनेछ। अहिले वन यसो अलि धुवा कम भएको छ अघिको भन्दा। अनि खाजा पनि खाइसक्यो। अब चाहिँ यहाँ पर्सौला छोडेर जानु पर्ला भनेर हातमा दाँते समातेर हिँडेको छु। पर्सौला समात्ने यसको नाम दाँते हो कि साथीहरू। अनि यता तल छ कि पर्सौला भनेर हिँडेको छु साथीहरू। रित्तै जान भएन वनमा आएपछि केही न केही त लिएरै जान पर्यो। यस्तै छ साथीहरू। अनि यहाँनिर पर्सौला सोर्न पर्यो भनेको छु उत्तिसको बुट्टा वरिपरि। अरू ठाउँमा त खासै छैन पर्सौला नि सबैले सोरिसकेको साथीहरू। अनि यहीँ सोरेको ठाउँमा भए पनि टाढा गएन कि म फेरि खुट्टा दुखिसक्यो मेरो फेरि त्यही भएर टाढा गएन। अब यहीँ नजिक भए पनि सोर्न पर्यो भनेर सोचेको छु साथीहरू। अनि अहिले पर्सौला सोरिसकेपछि घर जाने हो। मास्तिर भाउजूहरू फेरि माथितिर जानुभएको छ घाँस काट्ने मान्छे। म फेरि पर्सौला सोर्ने मान्छे टाढा जान्न भनेर यहीँ सोर्न पर्यो भनेर यहीँ आएको छु साथीहरू। यहीँ सोर्न पर्यो। अनि यहाँ भरिन भने फेरि अलि तल गएर सोर्न पर्ला साथीहरू। यहाँबाट सोर्छु यहाँबाट सोर्नु पर्यो। यस्तरी हो साथीहरू पर्सौला सोर्ने। यस्तरी सर्लक्क लाएर यस्तरी हो पर्सौला सोर्ने। छिटो त यस्तो दाँते हुने अनि त सजिलो हुन्छ छिटै हुन्छ हुन त। त्यो पनि
रित्तै भए पनि सोर्न पर्यो अलिअलि चाला भनेर माथि माथि झन् काँडै काँडा त्यो भएर गइनँ कि म त साथीहरू यत्रो डोको छ हेर्नु न यत्रो ठुलो डोको कति बेला भराउनु एकदम आत्तेको छु अहिले साथीहरूले छोडेर गयो भने एक्लै हुन्छ नि त त्यही भएर छिटो गर्नुपर्छ साथीहरू फाइनली साथीहरू अब हामी घर जाने बेला भइसक्यो अनि वनबाट छुटेर पनि आइसक्यौँ अनि थोरै थोरै पर्सौला ल्याएको अनि शान्तिले त आज दह्रो घाँस काटेछन् भाउजूले काट्नु भयो अनि मैले त कहिले कहिले शान्ति भाउजू यता आउनु त भन्छु कहिले त भन्छु कहिले के भन् ल ल त्यही भन म रे अनि उहाँ तल छामा जानुभयो डोको बोकेर आइयो साथीहरू गाउँतिर आइयो अस्ति मैले तपाईँहरूलाई देखाएको ठाउँतिर रमाइलो भयो जे होस् साथीहरू रमाइलो भयो जाँदैछौँ हामी घरतिर बाटो चाहिँ अप्ठ्यारो छ के गर्नु है साथी घर मेरो डाँडैमा भने जस्तो डाँडैमा आइयो साथीहरू तकतकी घाम लागेको छ देख्न सक्नुहुनेछ आज हाम्रो गाउँको भ्यू देख्न सक्नुहुनेछ सरर है जाँदैछौँ अनि छामा भाउजू म भएर जाँदैछौँ अनि अरू साथीहरू फेरि आउँदैछन् माथि हामी त जन्म अहिले जाने टिकटक बनाएर भने अनि त्यही भएर अनि जेसुकै गर भनेर आयौँ हामी पनि साथीहरू अनि केटाकेटी पनि स्कुलबाट छुटे जस्तो छ सुनसान छ अब जाँदैछौँ हामी आज शुक्रबार आज केटाकेटीको छुट्टी भयो शुक्रबार अनि यो दामी मन्दिर यहाँ आएको छौँ यहाँ आएर एक दिन फोटो खिच्ने मन छ साथीहरू तर कहिले आउने उहाँ तल बाटो फोटो खिच्ने यहाँ जाँदैछौँ साथीहरू सर्लक्कै यताको गाउँ पनि त्यताको गाउँमा घाम के अरे गइसकेको रहेछ यताखेरि तकतकी घाम रहेछ अनि जाँदैछौँ छामा म भाउजू अप्ठ्यारो छ बाटो